हामी चाहिँ 10 रुपियाँ होइन अहिले स्विमिङको लागि होइन दवा खोज्दैछौँ जान्छ भेटेन त पौडी कहाँ हेर्नु यहाँ 10 रुपियाँ हिजो अस्तिको त्यो बाढीले सबै यहाँको त सबै बिगार्दैछ नि त अनि हामी पुरा होइन हन्टिङमा छौँ पोखरीको कहाँ छ अनि केटाले पोखरी भेट्छन् जस्तो छैन त बनाउनु पर्छ बगा तर थुन्दा हुन्छ अलिअलि त सुनेर खेलौँ न यहाँ अलिअलि सुनेर खेलौँ न यहाँ कहाँ तल तल छ नि होइन तल चाहिँ त्यसो छैन नि कहाँ चाहिँ सिकाउँ त अन्त यहाँ तल थिएन त्यहाँ थियो भने चाहिँ त्यहाँ थियो ल सानो त्यही जाउँ ल हामी चाहिँ अब पोखरी खोज्दै लाग्छ मान्छे होइन सुरक्षित होइन तल दवा बनाउनु पर्दैन अब हामी चाहिँ 10 रुपियाँ एकदमै पोखरी खोजिमा चाहिँ केटाहरू भतारिरहेको छ कतिबार चुल्नुमै पानीमा पसेर होइन पौडी खेल्न भनेर केटाहरूले कतिलाई बनाइ सक्छ पोखरी चाहिँ तर गान्छ कस्तो खडेर गर्दैछ केटाहरूले होइन गलाइ भएन गऱ्यो त अनि बित्तिकै खड्यो तिमीहरू त जोस पनि गान्छ होइन त्यो भाइ अनि एउटा बित्तिकै तिमीहरू काममा लाग्यो त अनि अब यत्रो दुःख गरेर पसिनै पसिना भइहाल्छ होइन हामी आउने बित्तिकै चाहिँ यस्तो दस कसले मिलाएर अलरेडी नै होइन बनाइराखेको हुनुपर्छ होइन हाम्रो त्यसलाई सहयोग प्रोगको सल्लाह हुन्थ्यो नि होइन तर यस अब अर्को चोटिदेखि अरू कोहीलाई पनि यसो गर्मीको बेला बाढी साडी आएन अन्त टिप्ला होइन बाढी आएन तर हामीले बनाएको लगभग भातीले पनि खासै असर पर्दैन हाम्रो भाइ जस्तो हामी जस्तो स्ट्रङै मान्छेले अब हामी होइन सबै भाइलाई बनाउनु सक्छु अनि आधा आधा दिनु खाउने भयो नि त भइहाल्छ इन्जोय गर्नु भयो तर पानी भनेर भन्दैछु होइन पानी झन् माथि पक्कै पनि सिधा पानी पर्दछ नि भाइ मौसम हेरेर माथि पानी ल खरौँ ल लाग्नुपर्छ गएको स्प्राइट खाएको स्प्राइटै हो माउन्टेन ड्यु ल त पनि खानको लागि त पौडी खेल्नुपर्छ असुकिँदैन खाएको सब्जी पनि त आफ्नो ड्युटीमा खोजिरहेको छ माथि भाइ सेउला पान किन्नको निम्ति त काटेछ अनि यता केटो अब चिया लिएर या फेरि चियालाई यही कामले सदुपयोग गर्छ भाइहरू पोखरी निर्माणमा पुरा व्यस्त छ नि जस्तो यो चाहिँ भाइहरूको नयाँ स्टाइल स्विमिङमा होइन मलाई त देखेको पनि थिइनँ यस्तो त जोस नयाँ डिजाइनको छ भाइहरूको स्विमिङ गर्ने स्टाइल चाहिँ ओ के हो यस्तो पारा
मात्रै छ नि आलु पनि यो चाहिँ 10 रुपियाँ होइन आलु पोल्ने एउटा छुट्टै टाइपको एउटा मेथोडै 10 रुपियाँ तपाईँले सिकिराख्नुहोस् यहाँ माथिबाट केटो सुरु यहाँ माथिबाट के आगो लाउने हो आगो लाउनु पर्ने आगो लाउनै पर्छ घामले पाक्दैन पाक्दैन 10 रुपियाँ म देखाउँछु तपाईँहरूलाई पाकेको भोलि यो चाहिँ हाम्रो होइन आलुलाई पोल्ने एउटा छुट्टै टाइपको एउटा हाम्रो एउटा प्रक्रिया हो केटोले अघि देखाएको थियो नि 10 रुपियाँ यहाँ मुनि आलु छ 10 रुपियाँ दियो बाल्दा मुनि आलु छ 10 रुपियाँ लगभग 2 घन्टा जति हामीले स्विमिङ गर्दा गऱ्यो नि त 10 रुपियाँ होइन अनि एनर्जीको निम्ति होइन यहाँ भाइहरू होइन यहाँ पोलेर होइन सेक्रा बनाउँछ अरे होइन एनर्जीको निम्ति 10 रुपियाँ चाहिँ हो भन्नुहोस् भाइ नयाँ पाएको छ नि होइन सेक्रा पाक्छ मजाले यसो भाइ पहिला पनि अनुभव छ मजाले पाक्छ नि काँचो हुँदैन काँचो हुन्छ ठिक छ मेरो भाइलाई यो विषयमा सबै थाहा छ फेरि एउटा पाकेन भने फेरि कहिले त्यो हाम्रो उपचार सबै होइन 10 रुपियाँ एनर्जीको निम्ति यो चाहिँ हामीलाई अब केटाबाट तिर्खाम लागिरहेको छ होइन अब केटा हामी स्टार्ट ठाउँ होइन तर टाइम ड्युटीमा लागेको सेका पकाउनु सेका पाउँछ होइन अनि खाना पनि खाँदैन होइन हामी चाहिँ 10 रुपियाँ पकाएर आएको छौँ खानासाना यतै खाएर जाने हो हाम्रो यहाँबाट करिब 1-2 घन्टा लाग्छ घर पुग्न होइन अब केटाहरूसँग होइन स्विमिङ गर्दा गलेको छ नि होइन एउटा स्विमिङ गर्दा कति गल्यो अब केटाहरू निकै अब फर्स्टी भएको छ नि त है 10 रुपियाँ हामी इन्जोय गर्दैछौँ एउटा खुल्ला इन्जोय भइरहेछ नि एउटा है 10 रुपियाँ म पनि लिन्छु मलाई पनि निकै तिर्खा लाग्यो मस्त भइरहेछ मलाई लागेको पनि भएन क्या भरे तिमीलाई हुन्छ भन्ने हो क्या गजेर मजा मारी लागिरहेको मलाई थाहा साथी है भने हाल अरे पोलेर चाहन्छ नि अहिले चाहिँ हामी 10 रुपियाँ किन्दैन एकदमै आगन टाइपले होइन ढुङ्गामा सेका पोल्दैछौँ अनि त्यसपछि भाइहरू माथि खानाको निमित्त बनेर चाहिँ चामल हाम्रो रेडी गर्दैछौँ होइन थोरै तेल हालौँ ल हुन्छ भाइ अनि केही हुँदैन क्या 10 रुपियाँ होइन यो ढुङ्गा बाक्लो हो क्या अनि यो ढुङ्गालाई तापक्रम दिनको निमित्त करिब हामी 3 घन्टै पायो क्या अहिले चाहिँ एकदमै युक्त भयो क्या 10 रुपियाँ होइन उता सेक्पाको निमित्त होइन ढुङ्गामा सेका पोल्दैछ केटाहरूले यता अब यो चाहिँ हाम्रो तरकारी हो आठसँग खाने
फेरि केटाले आमो